सांस्कृतिक कार्यक्रमहरू भइरहेको छ। यहाँ उपस्थित सम्पूर्णलाई फेरि अनुरोध गरेँ मैले, रक्तदान नै जीवनदान हो भन्ने मूल नाराका साथ आज धुवाकोट रेड क्रसको शाखा धादिङले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कृपया तपाईँ सम्पूर्णलाई अनुरोध गरेँ, इच्छुक तपाईँहरू जसुकै हुनुहुन्छ भने हाम्रो भैर युवा क्लबको भवन अगाडि बिचमा रक्तदान कार्यक्रम चलिरहेको छ। तपाईँहरूको रगत दानले कसैको जीवन बाँच्न सक्छ भने हामीले रक्तदान गर्न जरुरी देखिन्छ। अघि नै सर्वप्रथम हामीले पनि रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान कार्यक्रम रक्तदान गरी आएका छौँ। कृपया तपाईँहरूलाई पनि म विनम्रताका साथ रक्तदान जीवनदान हो भन्ने मूल नाराका साथ रक्तदान गरिदिनुको लागि हामी आयोजक कमिटी सम्पूर्ण युनिट तपाईँहरूलाई हार्दिक अनुरोध गर्दछौँ। कृपया इच्छुक हुने बुवामा दाजुभाइ दिदीबहिनीहरूले आफ्नो रगत दान गर्न सक्नुहुनेछ। धुवाकोट उपशाखा रेड क्रसले सञ्चालन गरेको रक्तदान कार्यक्रम हाम्रो भारी युवा क्लबको भवन बिचमा सञ्चालन भइरहेको छ। कृपया तपाईँहरू रक्तदान गर्न सक्ने हुनेछ। यसैगरी मैले आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरूको नाम वाचन गर्ने क्रममा राजेश गुरुङ जनता आवाज युवा क्लबका अध्यक्ष हुनुहुन्छ, उहाँले सहयोग दिन्छ। उहाँलाई तपाईँहरू 25,100 रुपियाँ। यसै गरी बन्टी मल्ल परियार गत 14बाट पनि रु 2,000 रुपियाँ। यसै गरी आफ्नो कर्मथलो अस्ट्रेलिया गरिरहनुभएका समाजसेवी हरेक समयमा क्लबलाई आवश्यकता परेको बेलामा आर्थिक सहयोग गर्नुहुने सहयोगी मनका धनी नीलकण्ठ 14 थाँती बस्नुहुने प्रकाश अधिकारीज्यूबाट हामीलाई रु 1,01 रुपियाँ हाम्रो यस क्लबको अक्षय कोष खडा गर्नको लागि सहयोग गर्नुभएको छ। यसै गरी सुरेश काजी श्रेष्ठबाट पनि हामीलाई नीलकण्ठ 14बाट हामीलाई रु 5,000। यसै गरी नीलकण्ठ 14 अमृत नेपालज्यूबाट पनि हामीलाई रु 5,000। रमेश ढ्युपानी प्रभु बाइकका म्यानेजर हुनुहुन्छ। रमेश ढ्युपानीज्यूबाट पनि हामीलाई रु 1,011 रुपियाँ। यसै गरी भूपू शिक्षक समाजसेवी हाम्रो यस बहुउद्देश्य धुवाकोट बहुउद्देश्य सहकारी संस्थाका पूर्वाध्यक्ष इन्द्र प्रसाद दालज्यूबाट पनि हामीलाई रु 5,555 रुपियाँ। यसै गरी भूतपूर्व शिक्षक हुनुहुन्छ लक्ष्मण कुमार श्रेष्ठज्यूबाट पनि हामीलाई रु 5,000 यसरी हामीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ। पक्कै पनि तपाईँहरूको यो सहयोग नयाँ आत्मसात गर्दै हाम्रो यस भैरवा क्लबले आगामी दिनहरूमा यस्ता सामाजिक कार्यहरूमा